यात्रा कठिन भए तापनि साह्रै रमाइलो भयो। आज हामी खोटाङ बजारसम्मको यात्रामा छौँ। यात्राको क्रममा देखिएको प्राकृतिक सुन्दरता, रमणीय दृश्य, ऐतिहासिक स्थलको साथै केही कठिनाइहरू पनि छन्, जसलाई म यस भिडियो मार्फत प्रस्तुत गर्नेछु। मेरो गाउँको प्राकृतिक सुन्दरता र भौगोलिक संरचनालाई अवलोकन गर्दै सँगै यात्रा गरौँ है त। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशाका साथ आउनुस् यात्रा सुरु गरौँ। दर्शकवृन्द नमस्कार। आज हामी खोटाङ जिल्लाको बरापोखरी गाउँपालिका वडा नम्बर 4 धरतुङबाट खोटाङ बजारसम्मको यात्रामा छौँ। धरतुङ जहाँ म बच्चैदेखि हुर्किए, आज त्यहीँबाट यात्रा सुरु गरिरहेको छौँ। मेरो गाउँ धरतुङ विकासको हिसाबले धेरै अगाडि त छैन, तर यहाँको प्राकृतिक सुन्दरता हेर्ने भने मनै लोभ्याउँछ, आनन्दित फिल हुन्छ। जुन कुरा हजुरहरूले हेरेर पनि थाहा पाउन सक्नुहुनेछ कति सुन्दर दृश्य छ भनेर। यही हो मेरो गाउँ है त। हाम्रो गाउँको सुन्दरतालाई अवलोकन गर्दा गर्दै समय बितेको पत्तै भएन र केही छिनमै हामी बाखोर भन्ज्याङ आइसकेको छौँ। यो हो बाखोर भन्ज्याङ। यता हामी बाल्यकालमा बाख्रा गोठालो गर्न, घाँस दाउरा गर्न आउँथ्यौँ। अहिले भने एउटा घर बनेको छ। यो ठाउँको पुरानो यादहरू सम्झँदै हामी सरासरी अगाडि बढ्यौँ। गाउँको बाटो उकालो ओह्रालो, सवारी साधन चलाउँदा भने अलिकति ध्यान दिनुपर्ने हुन्छ। यसरी बाइकहरू जम्काभेट हुन्छन्। अलिकति उकालो काटेपछि हामी सिन्ताङ आइपुग्यौँ। यहाँ आइपुगेपछि आजको हाम्रो यात्राको पहिलो खुड्किला पार गरे जस्तै महसुस भयो। यहाँबाट देखिने सुन्दर दृश्यहरू अवलोकन गर्दै गर्दै हामी अगाडि बढ्यौँ। हाम्रो भिडियो हजुरहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न भने नभुल्नु होला है त। अनि भिडियो कस्तो लागिरहेको छ, मनमा लागेको कुरा पनि सेयर गर्नुभयो भने थोरै अझै खुसी मिल्थ्यो कि। कति राम्रो ठाउँहरू अवलोकन गर्दै गर्दै हामी छिटो छिटो खोटाङ पुग्नुपर्ने छ भन्दै अगाडि बढ्यौँ। अब चाहिँ हामी दुईटा बाटो भएको ठाउँमा आइसकेको छौँ। खोटाङ दुईटा बाटोबाट जान सकिने रहेछ। एउटा चिसापानी खुट्टा हुँदै, अर्को भनेको बरापोखरी, अनि त्यस पछाडि जिमी गाउँ हुँदै जान सकिने रहेछ। हामीले बुझेअनुसार हामी चाहिँ बरापोखरीको बाटोबाट जानको लागि निर्णय गरिसकेको छौँ। यताबाट गयो भने चाहिँ चिसापानी पुगिन्छ, यताबाट गयो भने चाहिँ बरापोखरी पुगिन्छ है। सो बरापोखरीतर्फ मोड्यौँ हामी चाहिँ यहाँबाट। सो जाउँ है त। आफ्नै गाउँबाट यति राम्रो दृश्यहरू देखिन्छ भनेर मैले सोचेको पनि थिइनँ। मनै हर्षित भयो। यहाँबाट देखिने हिमालको नाम त थाहा भएन, तर मनमा भने मुस्ताङ पुगेर हिमाल हेरिरहेको जस्तै महसुस भयो। अहिले चाहिँ हामी राकुलीको ओह्रालो पनि झरिसकेको छौँ। अनि यहाँबाट चाहिँ बरापोखरी हाम्रो प्रसिद्ध स्थल देखिने भएको तपाईँहरूलाई पनि देखाउन आतुर भएर म आइसकेको छु। अनि हाम्रो बरापोखरी चाहिँ यो हो। अस्ति ठुलो मेला लागेको थियो, हामी त हेर्न आउनै पाइएन। र बरापोखरी बजार यही हो साथीहरू। एकदम बस्तीहरू पनि निकै बसिसकेको छ। हेर्दै कति सुन्दर छ यो चाहिँ। ल यही हो है साथीहरू बरापोखरी। हामीले ढिला नगरी यात्रालाई अगाडि बढायौँ। यो बरापोखरीभन्दा थोरै माथिको सल्लाघारीको दृश्य कति सुन्दर। बरापोखरी छुट्टै इतिहास बोकेको हाम्रो गाउँपालिकाकै प्रसिद्ध धार्मिक स्थल रहेको छ। यही प्रसिद्ध धार्मिक स्थलकै नामबाट हाम्रो गाउँपालिकाको नामाकरण गरिएको हो। यहाँ वर्षमा एकपल्ट ठुलो मेला लाग्ने गर्छ। म पोखरी र मन्दिरको दृश्य देखाउन भने असफल भएँ, त्यसको लागि क्षमा प्रार्थी छु। यहाँबाट दाहिनेपट्टि गयौँ भने पोखरी र मन्दिरको दृश्यहरू निकै रमणीय रहेको छ।
बाटोबाट जति देखिन्छ त्यही दृश्यलाई अवलोकन गर्दै हामी जिमी गाउँतर्फ अगाडि बढ्यौँ। जिमी गाउँको ओह्रालो कटे लगत्तै साखोलाको खेतहरू अवलोकन गर्न थालियो। यो खेतहरूमा खेती गर्नका लागि निकै टाढा टाढाबाट यहाँ आउने गर्नुभएको छ। हामी केही बेरमै साखोला पनि आइपुगिहाल्यौँ। बर्खामा भने यो खोला एक्लै पार गर्न निकै कठिन हुन्थ्यो होला, तर अहिले हिउँदमा पानी कम भएकोले हामीले खोला सजिलै पार गर्यौँ। खोला पार गरे लगत्तै हामी उकालो चढ्न सुरु गरिहाल्यौँ। केही समयको उकालो चढे पश्चात दुईटा बाटो आयो जहाँबाट हामी दाहिनेपट्टि मोड्यौँ। ट्र्याक्टरहरू बढी कुद्ने भएकोले काहीँ भने बाटो अलिक खराब थियो, जहाँ मलाई डबल तान्नलाई थोरै कठिन भयो जस्तो लाग्यो र मैले ओह्रालेर एक्लै बाइक पार गरेँ। हाम्रो चाहिँ यस्तो छ गाइस, यस्तो बाटोमा झर्दै हिँड्नु परेको छ। हामी ढिला नगरी सरासरी उकालो चढ्न थाल्यौँ। केही बेरको उकालो हिँडाइपछि अब भने हामी खोटाङ बजारको नजिक आइपुगिसकेको छौँ। यहाँबाट बाटो पनि पिच गरेको भेट्न थालिसकेको छौँ। हाम्रो पहाड भएकोले त्यति सहरीकरण त छैन, त्यही पनि हाम्रो गाउँको बजार यही हो। फाइनल्ली हामी खोटाङ बजार आइपुगिसकेको छौँ। आमा, जिल्ला प्रशासन कार्यालय यहीँबाट हो कि कताबाट हो? नागरिकता बनाउने ठाउँ घुमिन्छ, बाइक जान्छ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन भने नभुल्नुहोला है त। र हजुरहरू फेसबुक र टिकटक मार्फत यो भिडियो हेर्दै हुनुहुन्छ भने हाम्रो आइडीलाई फलो र युट्युबमा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकन दबाउन भने नभुल्नुहोला। आजका लागि भने हजुरहरू माझबाट बिदा हुन चाहन्छु। धन्यवाद।